हेलो एभ्रिवान, वेलकम ब्याक टु माई भिडियो। आज चाहिँ हामी सपरिवार साली नदी दर्शन गर्न आएका छौँ। ओम शिव 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 सदा शिव, जय जय सांब सदा शिव, जय जय त्रिपुरारी। ओम हर हर हर
गोमा माताको कुटी त्यो पछाडि रहेको छ। जय गोमा माता की, जय गोमा माता की, बोल जय गोमा माता की भाई। एकदमै भिड छ शनिबारको दिन, खुट्टा टेक्ने ठाउँ छैन। जय हनुमान जी की। भयो मन्दिर एक बजार अनेक छ है यहाँ। मन्दिर एक बजार अनेक, हरेक चिज पाइन्छ साली नदी मेलामा। श्री माधव नारायण जय। एकदमै मिठो बदाम। ल यहाँ आएको बेलामा दाइहरूसँग बदाम किन्नु होला। 100 को 3 माना मात्र है त। ₹30 लाग्छ रे ऊ दादाले भने 30 लाग्छ रे। आऊ पैसा छ त तिमीसँग? मन्दिर एक बजार अनेक हैन त। श्री स्वस्तानी व्रत कथा। आदरणीय श्रद्धालु भक्तगणहरू, आउनुहोस् भगवान श्री नारायणको मन्दिर निर्माण कार्यमा सहभागी बनौँ। सर्व एजुकेसन सर्व सम्पूर्ण परिवारको नाममा परिवारको सुख शान्ति समृद्धिको कामना गर्दै समस्त पितृ धर्म पितृ देवताले सदैव आशीर्वाद प्रदान गरून् भने भगवान श्री नारायण। जय श्री नारायण। गौडे आरब गौडेजीले समस्त परिवारको नाममा परिवारको सुख शान्ति समृद्धि एवं आफ्नो उज्जवल भविष्यको कामना गर्दै भगवान श्री नारायणको मूल मन्दिर निर्माण कार्यमा पुऱ्याइरहनु आशिष दिनु धेरै पढ्न आओस्, पढ्नमा ध्यान जाओस्, धेरै ज्ञानी हुनु, चकचक नगर्नु, धेरै पढ्न आओस्, ज्ञानी होस्, चलाउनु, भनेको मान्नु, धेरै पढ्न आओस्। विकास निर्माण कार्य गर्नुभएको छ। उहाँको परिवारमा भगवान श्री माधव नारायणले सदा सर्वदा प्यारोट भने प्यारोट। जय श्री माधव नारायण।
सुगा सुगा प्यारोट 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 श्री स्वस्तानी माता की जय।